कोसेली यो चाहिँ हाम्रो आफ्नै लागि कोसेली यता ठोसेली के अरे केटाकेटीलाई भनेर ल्याइदिएको ठुलो हामी पनि केटाकेटी त हो नि अनि कुन चाहिँ ठुलो र यो चाहिँ हाम्रो दुधाली बजार क्याम्पा हाम्रो गाउँको ममता आज घुम्न तर आज बजारै लागेको छैन यहाँ दुधालीमा बजार पनि लाग्छ सोमबार मङ्गलबार सब्जी बजार आलु चप सब्जी बजार मन्दिर हो यो के को मन्दिर हो यो दुर्गा मन्दिर दुर्गा मन्दिर यहाँ परको शिवालय तिजमा पाहुनालाई देखाउनु नि त यी तिजमा पाहुना चाहिँ म यहाँ चिज खाँदैछु आजको लागि म यहाँको घरि कोसेली आफैले किनेर ल्याएर आफै खाँदैछ आज म यहाँको गेस्ट भन्छ अतिथि हुँ होइन भ्रमण गर्न आएको कस्तो रहेछ भनेर कति राम्रो देखेको अधिकारीको घर चाहिँ जे होस् मलाई भनेको भनेर कति राम्रो उता हेर्न उता फर्केर न कति राम्रो देखेको होइन त्यस्तो नि त ए दोकान त यहाँ मात्रै थियो पहिला अहिले यहाँ पनि भएछ पहिले नै थियो त तैँले नदेखेको मात्र तपाईँहरूले हाम्रो चाहिँ जाने ठाउँ यस्तो यस्तो साथीहरू सुँगुर डाँडा डाँडा सुँगुर हाम्रो पिक पालन पनि छ पिकहरू बदल चाहियो भने त सम्पर्क गर्न सक्नुहुन्छ साथीहरू लोकल पुरै लोकल सुँगुर हो लोकल देखाइदिनु न दाउदी हाम्रो यो वातावरण देखाइदिनु सुँगुरको खोरी लोकल हो यो चाहिँ घरमै सुँगुर त होइन है ला सुँगुरै सकिसक्यो क्या खोरमा तस्करी हुँदैछ कि क्या यो वन जङ्गलको तस्करी हुँदैछ यो होइन रक्सी पकाउनेहरूको दाउरा हो नि त्यस्तो कुरो बुझ न बाबा म त भन्दैछु यो मतवाली गाउँ ब्यालेन्स अङ्कललाई एउटा केटाले ब्यालेन्स भन्दै मतवाली गाउँ आएपछि तिमी अनि त्यस्तो नसोध न बाबा यस्तो छ है साथीहरू खोला नाला डाँडा काँडा हामी त धेरै दुःख मिहिनेत गरेर जानुपर्ने हुन्छ हाम्रो साथीको घर चाहिँ भरे बिन्दाले हेर बिन्दा तेरो घर जान कति सुत्केरी भेट्न गयो गरे बिन्दा सुत्केरी दाइलाई कल गर ब्यालेन्स दाइलाई ब्यालेन्स दाइलाई कल गरेर यहाँ पनि यो बाटो पनि पिच चाहियो भने पिच चाहियो होइन बलराम खरेललाई भनेको भने त्यो बिन्दाले त पुल हाल्ने भएन कोही बलराम खरेलले सुनेनन् अब हामी बिन्दाहरूको घरतिर जाने पुल तर्दा जाँदैछु मेन ठुलो पुल हो मेन पुल देखाइदिनुहोस् भाइरल सबभन्दा लामो पुल हो यो घुम्न आउन सक्नुहुन्छ ड्राई पिकनिकहरूको लागि तपाईँहरूलाई एकदम राम्रो ठाउँ छ हेर्नु चाहिएको छ भने यता आउन सक्नुहुन्छ खोलाको छेउ कसैले देख्दैन सुनसान चराचुरुङ्गीको आवाज हरियालीमा रमाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ अनि मेन बेस्ट तपाईँहरूले देखाउनु पर्ने कुरा भनेको यहाँको रहेको छ भाइरल पुल जा तर्लु पुल त ओइ खोला तरेर जाउँ होला बरु अस्ति त यहाँ साइडमा पकड्ने पनि थियो अहिले त रोइन छ लामो पुल है झापाकै लामो पुल मलाई त थाहा छ कोनी तँलाई त थाम्न गाह्रो गाह्रै छ है भैँसी लड एडभेन्चर पो हुन्छ त यहाँ त साथीहरू अब म जाँदैछु भिडियो गर्नुभयो गरिसके एडभेन्चर तिमीहरू गरिसके भन्छ भने चाहिँ यहाँ आउन सक्नुहुन्छ बन्जी जम्प किन गइराख्नु पर्यो त्यही त यहीमै एकदम स्वच्छ पानी वर्षभरिमा सुक्दैन ट्रेकिङको लागि पनि यस्तो छ साथीहरू हामी चाहिँ अब गन्तव्यमा आइसकेको छौँ बिनितालाई सरप्राइज दिइन्छ के गर्दैछ कोही त्यसको छोरीलाई डाइपर चेन्ज गर्दैछ कि हेरौँ है त साथीहरू मर्यो साँच्चै नै यहीँ थियो भने त है भन्छ अनि उकालो चढेर आयौँ नि त ट्रेकिङ गर्दा उल्टो पानी पाकेको रहेछ के गयो खाने हो नि त तरकारी खाने खालको हो कि यो अचार सचार हामी बिन्ताको घर आइपुग्यौँ साथीहरू हामी चाहिँ बिन्ताको घर त्यसलाई देखाइदिनु घर वरिपरि के देखाइदिनु घर वरिपरि मम्मी बसिरहनु भएको छ भन्दै गफ गर्दै हुनुहुन्छ बिन्ताहरूको बाछा होला ल बिन्ता यहाँ मम्मी बसिरहनु पर्छ भिडियो बनाएको कि भ्लग भाउजू आउनु भएको छैन बिन्ताको रुम ला चाबी लगाएको रहेछ रुम देखाइदिउँ
आयोरी हामी चाहिँ गफ सुरु गर्न थालिसक्यौँ भाउजू लगाएर फेरि भुतुक्के हाम्रो यता मम्मी पनि बसिसक्नु भएछ तयारी अवस्थामा मुडा तपाईँको स्टोरी फुल भएर भिडियो नि बनाउन पाइनँ के भन्छ होला जस्तो लाग्यो क्या मलाई अब भर्खर खाजा खाएको देखाउनु परेन खाजा त देखाउनु पाइएन खाली गरेको अब हामी चाहिँ जाँदैछौँ बिन्ताको घरबाट ल यहाँ बिन्ताले हेर्छु ल राम्रोसँग बस्नु अब आइहाल्छ बिन्ता बितिहाल्छ नि टाइम कत्रो आधा घन्टा आउन आँटो हजुर कुन फुल फुलको बिरुवा लानुपर्छ के लाने सबै गर्न पाँचवटा एउटालाई यो त म कति धेरै उम्रेको रहेछ मेरो त कस्तो फेभरेट हो क्या नानी कस्तो राम्रो कलर रहेछ कस्तो क्युट छ नि यो चाहिँ कसरी लाँदैछौँ हामी बिन्ताकोबाट बहिनीको लागि सारिदिएको यो गिरो सार भएको के यो सानो यो त्यत्रो काटेर सारेको यत्रो कति मजाले त भएछ यस्तो निकालेर बहिनीलाई फुलले पो आँटिसकेछ त्यहाँनिर हेर्नु यो चाहिँ बहिनीको हो यो अनि बिन्ते तेरो फुल्न आँटेको छ सानो लाने त यो लाने भए म काटिदिन्छु हो जति देख्यो त्यति हामी चाहिँ अब बिन्ताकोबाट लाग्नु सक्यौँ फुलले कसरी लिएर यता बेस्ट फ्रेन्ड बेस्टी बेस्टी टेस्टी टेस्टी भयो अब तिनजना मिलेर ल भाउजू बाई हजुर ए भाइरल पुलबाट अब तर ल कालिकोमा आइपुग्यौँ हामी अब जान्छु म गाइस यो चाहिँ मेरो कसैले कालीको घरबाट लगेर गएको फुलमा त लगेको पनि जान्छ क्या ममा यो जहाँ रोपे पनि भुइँमा रोप्ने ठाउँ छैन यो गमलामा राम्रो देख्छ होस् म यसैमा लान्छु त्यो गमला चाहिँ फेरि सही सलामतसम्म हुनु पर्यो सधैँभरिलाई खाइ त उठाउनु पर्यो नि त 45 रुपियाँ लाएर किनेको हो नि फेरि मेरो स्कुटीमा अगाडि आएको किचिन्छ भित्र सही यो गमला चाहिँ सही सलामत हुनु पर्छ सधैँभरि फुलेको फुल फुल्न आँटेको थियो कस्तो राम्रो फुल है कति मजाले फुल्न आँटेको थियो यसको ढाड खुस्काउने ल है अब म त घर जान आँटी बाई बाई लु बुने बाई गरिदिउँ ममताले बिदाई गरिदिउँ तर यो गमला चाहिँ लिएर गयो सोर पटार तर स्कुटीले धोका दिन्छ बेला बेला कि कान कि